फेरि वेलकम डान्स भयो। यो चाहिँ मैले किन फेरि यस्तो गरेको भन्नुहुन्छ भने चाहिँ कपिराइट लाग्छ भनेर है, म्युजिक बजिरहेको हुन्छ। त्यही भएर मैले यो डान्सहरूलाई चाहिँ सबैलाई फास्ट गर्नेवाले बिकज त्यहाँनिर कोरियोग्राफरहरूको डान्स भयो। मेरो बाबुको पालै पालै कोरियोग्राफरहरू आउँदै हुनुहुन्छ। यहाँ रोशन सर हुनुहुन्छ अनि हामीले मक्क परेर सबै कोरियोग्राफरको हेरिरहेको थियौँ। जब जितु सरको पालो आएको थियो, मैले आफ्नो फिल्मको प्रमोसन सँगसँगै आफूले केही कुराहरू पनि राख्नुभएको थियो। सुन्नु है त के भन्नुभयो। मैले चाहिँ एक गीत राखेको थिएँ, सबै कपिराइट्स लागेर मैले फेरि हटाइदिएँ गीतहरूलाई। उहाँहरूले चाहिँ आफ्नो फिल्मको गीतमा डान्स गर्नुभएको थियो, तर मैले यो भिडियो अपलोड गरिसक्दाखेरि मेरोमा कपिराइट देखायो। अनि किन रिस्क लिने, मेमोरी हुन्छ पछिसम्म भ्युज नगए पनि भनेर मैले खिचेको, त्यसैले मैले यो चाहिँ हटाइदिएँ। यस्तो यो आगाको भोग्रामा मेरो डान्स राम्रो काम गर्ने 2049-50 सालमा भेटेको भाइ आज पनि निरन्तर यही पेसामा छन्, काम गरिरहेका छन्। र हाम्रो यसपालि अलिक त्यस्तै भयो। अर्कोचोटि यो फिल्मले लगानी उठाएर अलिकति राम्रो भएर सिनेमा बनायो भने डान्सको विषयमा, कोरियोग्राफरको विषयमा र गीत बनाउने विषयमा म सुमन भाइसँग सल्लाह गरेर भाइलाई निभा दिन्छु। र यहाँ प्रशान्तजी अघि भनिहाल्नुभयो, अहिलेको जल्दो बल्दो कोरियोग्राफर यङ जितु नेपाल। तर अब वास्तविक नाम जितुबाट जितबहादुर नै हो। यही नाम जुडाएर अहिले सिनेमा बनाएको छु। म आफैले लगानी गरेर बनाएको छु, केही साथीहरूले सहयोग पनि गर्नुभएको छ। र यो असार 5 गते आउँछ र त्यसैको प्रचारको सिलसिलामा थिएँ। र वास्तवमा भन्ने ओके सर, सरी सर एउटा हुनुपर्छ नि, अहिले त्यो अलिक कम हो जस्तो मलाई लाग्छ। अनि मलाई त सिन्धुपाल्चोकमा पढेको सरदेखि कि मिसदेखि कि क्लासमा बस्नै मन नलाग्यो। आर यु रेडी? रेडी म्याम, लेट्स गो टु क्लास। क्लासबाट बाहिर निस्किन मन लाग्छ? मलाई त अहिलेको मिसहरूले पढाएको त्यस्ता फेरि घर आउन पाएन जस्तो लाग्छ। पढिरहँ जस्तो, होमवर्क गरिरहँ जस्तो, केही होमवर्क दिए पनि हुन्थ्यो भने जस्तो छ होला। यो कार्यक्रम सधैँ राम्रो छ। यहाँ त्यसै गरी विद्यालय कसले कम्प्लेन